सम्पूर्णलाई मेरो व्यक्तिगत र हाम्रो नगर स्तरीय बाल सञ्जालको तर्फबाट न्यानो अभिवादन। बाल बालिकालाई साथ दिने नीतिगत तथा उद्घोष तालिम 2082 जेठ 15 गतेदेखि 21 गतेसम्म सञ्चालन भएको थियो भने आज हामी अन्तिम दिनमा छौँ। आफ्नो समस्या राख्नलाई चाहे नगरपालिका चाहे वडा अध्यक्ष जुनसुकै ठाउँमा मजाले आफ्नो समस्या राख्न सकोस् र आफ्नो समस्या समाधान गर्न पनि सकोस्। त्यसले गर्दाखेरि हामी तपाईहरुले यो नेतृत्व विकास तालिम 7 दिनसम्म दिएका छौं। कुनै बच्चाले स्कुल जान नपाएर चाहिँ घरमै काम गरेर शोषण भएर बसिरहेका छन्। त्यस्तो अवस्थामा उहाँले आफ्नो मनमा लागेको कुरा त्यस्तो भोगाइ पनि उहाँले भोगिरहेका छन्। तै पनि आफू अग्रज व्यक्तित्वलाई भन्न सकिरहेका छैनन्। त्यसले गर्दाखेरि आफ्नो समस्या सजिलै तरिकाले जस्तो सुकै व्यक्तित्व होस् उहाँले मजाले आफ्नो कुरा राख्न सकोस्, आफ्नो समाधान गर्न सकोस् भनेर हामी चाहिँ यो नेतृत्व विकास तालिम दिएका छौं। अनुशासन भनेको सबभन्दा ठुलो गहना हो, चाहे विद्यार्थी जीवनमा होस् चाहे जुनसुकै जीवनमा जुनसुकै उमेरमा होस्। त्यसले गर्दाखेरि हरेक ठाउँमा अनुशासन चाहिन्छ। म तपाईहरुलाई सबै जानकारी गराउन चाहन्छु। र हाम्रो तिमीहरुलाई म थोरै के जोडे कि हाम्रो बाल सञ्जालका नगर स्तरीय बाल सञ्जाल हाम्रो हरेक वडामा चाहिँ बाल सञ्जाल गठन भइसकेको छ, ताकि बालबालिकाहरूले कुनै पनि अवस्थामा अनिवार्य रूपमा खाना लाउन विद्यालय जान सजिलो तरिकाले चाहिँ पाओस् भने कुनै पनि किसिमले कुनै पनि समस्याले पढाइबाट वञ्चित नहोस् भनेर हामी यो चाहिँ अभियान चलाएका छौं। किनकि यदि शिक्षा लियो भने उहाँले सबभन्दा ठुलो जीवनको सबभन्दा ठुलो उपलब्धि नै शिक्षा हो। यदि शिक्षा हासिल गर्न सक्यो भने हामी चाहिँ यो देशभित्र होस् नगरभित्र होस् गाउँभित्र होस् आफ्नो देश बाहिर गएर पनि हामी आफ्नो जीवन मजाले चलाउन सक्छौं। त्यसले गर्दाखेरि तपाईको जीवन एकदम सुखमय होस् भन्ने हामी सबैको कर्मचारी लगायत हाम्रो आजका जुन 7 दिनसम्म दिनुभएको तपाईहरुलाई प्रशिक्षक त्यो प्रशिक्षक जीवहरूको तपाईको जीवन चाहिँ एकदम सुखमय होस् भन्ने चाहिँ सबैको सोच रहेको छ। त्यसैले गर्दाखेरि तपाईहरुले चाहिँ एकदम पढ्नमा पनि वञ्चित भइरहेका छन्। आफ्नो वडाको बाल सञ्जालको मार्फतबाट जिल्लाको नगरपालिकाको बाल सञ्जालको मार्फतबाट हामीसँग आउनु होला। सकेसम्म हामी त्यो बहिनी त्यो भाइ त्यो बाबुहरूलाई शिक्षा दिन हामी चाहिँ लगाउने छौं। उहाँ शिक्षा चाहे आर्थिक अवस्था हो चाहे कुनै किसिमको आर्थिक अवस्था कमजोर भएको कुनै ड्रेस पनि किन्न नसकोस् ब्याग पनि किन्न नसकोस् त्यस्ता व्यक्तिहरूलाई हाम्रो कृष्णपुर नगरपालिका एकदम सहयोग गर्नेछ। यहाँहरु भनेको हाम्रो भविष्य हो हैन। सबैले आफ्नो आफ्नो बालबालिकाप्रति एक खालको अपेक्षा गरेको हुन्छ। स्थानीय सरकारको नाताले हाम्रो स्थानीय सरकार पनि यहाँहरुको चाहिँ एकदमै चासो लिएर चाहिँ स्थानीय सरकारले हेरिरहेको छ। र यो कार्यक्रमले यहाँहरुले पनि आफ्नो भनाइको क्रममा राख्नु भएको छ। हामी स्वयं मात्रै लाभान्वित नभएर हामी चाहिँ सम्पूर्ण स्कुललाई यो खालको चाहिँ ज्ञान सिपलाई हामी चाहिँ विस्तार गर्नेछौँ भन्ने खालको कुरा गर्नुभएको छ। यसको लागि यहाँहरुलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो एउटा उद्घोषणको कला यहाँहरुले सिक्नुभयो। यो विभिन्न विषयसित जोडिएको कुराहरू हुन्छ। यसले खाली त्यतिकै उद्घोषणको कुराहरू गर्ने कुरालाई मात्रै भन्दा पनि यहाँहरुको नेतृत्व क्षमताका कुराहरू यहाँहरुले चाहिँ विभिन्न कुराहरूलाई हेर्ने दृष्टिकोण एउटा 7 दिनको बसाइमा यहाँ सहभागी हुनुभएको हाम्रो प्रशिक्षकज्यूहरूले यहाँ थुप्रो उहाँहरूको लामो अनुभव सेयर गर्नुभएको छ। यो पक्कै पनि यहाँहरुको लागि
उपयोगी हुनेछ। त्यसै गरी यो 7 दिनको अवधिभर हामीलाई 3 जना असल प्रशिक्षक कुशल प्रशिक्षक सुदूरपश्चिममै नाम चलाउन सफल भएका प्रशिक्षकज्यूले पनि आफ्ना जीवनमा भोगेका कुराहरू र उद्घोषण सम्बन्धी आवश्यक पर्ने ज्ञान सिपहरू प्रदान गरिदिनु भएकोमा म मेरो व्यक्तिगत तर्फबाट र बाल सञ्जालको तर्फबाट उहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रम दिनुको उद्देश्य तपाईहरू एउटा असल उद्घोषक मात्र बन्ने नभएकोले तपाईहरू एउटा समाजमा एउटा बुद्धिजीवी मान्छे तथा समाजलाई अगाडितर्फ बढाउने व्यक्ति बन्नुहुन्छ भन्ने म आशा गर्दछु। ढिला नगरिकन यो 7 दिनको बसाइ एकदमै फलदायी भएको छ। हामीले वास्तविक जीवन थाहा पाएका छौँ। हामीले आफ्नो लक्ष्यतिर कसरी लाग्ने, हाम्रो लक्ष्य प्राप्तिका लागि के गर्नुपर्छ, हामीले आफूलाई कसरी मोटिभेट गर्नुपर्छ, हामीले आउँदा दिनहरूमा कसरी जानुपर्छ, हामीले पूर्व कार्यक्रम गर्दाहरू के गर्नुपर्छ भन्ने कुरा थाहा पाएका छौँ। मेरो विद्यालयलाई सक्षम बनाउने छु, एक विद्यार्थीलाई बोल्न सक्ने बनाउने छु। म लगायत मेरो साथी गएर विद्यालयमा यस्ता तालिमहरू सञ्चालन गर्नेछु भन्ने प्रतिबद्धता गर्न चाहन्छु। म अवश्य गर्नेछु, सम्पूर्णलाई बोल्न सक्ने अवसर प्रदान गर्नेछु भन्दै नमस्कार। म टेकराज जोशी, सचिव कृष्णपुर नगर स्तरीय बाल सञ्जालको। कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, बालबालिका स्वयंस्फूर्त निर्णय लिन सक्ने, सबैले निकालो निकास भन्ने मूल नारालाई आत्मसात गर्दै हामीले नगरपालिकासँग समन्वय गरेर नगर स्तरीय बाल सञ्जालको आयोजनामा 7 दिने नेतृत्व तथा उद्घोष तालिम आयोजना गरेका थियौँ र आज जुन समापन भएको थियो हाम्रो जेठ 15 गतेदेखि ज्येष्ठ 21 गतेसम्म भएको थियो र हाम्रो उहाँले उद्घोषका बारेमा विभिन्न र नेतृत्व विकास र केही मोटिभेसनल क्लासहरू दिनुभएको छ 7 दिनसम्म। र अझै पनि यस्तो कार्यक्रमहरू भएमा बालबालिकाहरूको वृद्धि विकास र नेतृत्व विकासमा टेवा पुग्नेछ भन्दै यो 2 शब्द पुग्न चाहन्छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम अम्बात जोशी, मेरो घर कृष्णपुर नगरपालिका वडा नम्बर 1। म यो कृष्णपुर नगर स्तरीय बाल सञ्जालदेखि नगर सञ्जालले आयोजना गरेको यो 7 दिने उद्घोषण तालिममा हामीहरूले विभिन्न धेरै कुराहरू सिक्यौँ। आत्मविश्वास, आफूले कसरी सङ्घर्ष गर्नुपर्छ, आफ्नो समयलाई कसरी व्यवस्थापन गर्नुपर्छ। योभन्दा अगाडि म पनि समयको व्यवस्थापन गर्थेन र यो कार्य आएदेखि 7 दिनदेखि मैले 7 दिनमै टाइम व्यवस्थापन गरेर समयमा कसरी आउने भनेर समयमा आइरहेको छु। अनि योमा हामीहरूले अरूलाई होच्याउनु हुन्न, आफूले कसरी सङ्घर्ष गर्नुपर्छ र कसरी अरूलाई हेरेर अगाडि बढ्नुपर्छ, कसैले पनि हामी अरूको खुट्टो तान्ने काम गर्नुहुन्न भन्ने कुरा जस्ता धेरै कुराहरू सिक्दै छौँ। अहिले छोटोमा यतिकै, धन्यवाद। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम मेसन सिंह, म कृष्णपुर नगरपालिका वडा नम्बर 4 शान्तिटोलमा बस्छु। म श्रीकृष्ण माध्यमिक विद्यालयको छात्र, म कक्षा 9 मा अध्ययनरत। हामी कार्यक्रममा आउनुभन्दा पहिले हामीहरूलाई समयको पालना गर्न आउँदैन थियो। हामी समयमा त्यो समयको उचित प्रयोग गर्थेनौँ। हामीलाई नेतृत्व विकास कसरी गर्ने भन्ने थाहा थिएन, हामीलाई बोल्ने कसरी भन्ने थाहा थिएन। तर हामीलाई यो कार्यक्रममा सहभागी गराइसकेपछि हामीले विभिन्न कुराहरू थाहा पायौँ। हामीले बोल्न सिक्यौँ, उद्घोषण भनेको के हो, उद्घोषण कसरी गर्नुपर्छ भन्ने त्यस्ता विभिन्न कुराहरू थाहा पायौँ। धन्यवाद। सचिव गर्न चाहन्छु। त्यसै गरी विद्यार्थी त्यसै गरी मनोज गिरिज्यूलाई पनि हार्दिक अनुरोध। प्रमाणपत्र भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रमाणपत्र हस्तान्तरण नाथलाई हार्दिक अनुरोध गर्न चाहन्छु। श्री ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका त्यसै गरी प्रमाणपत्र ग्रहण गर्छु। हार्दिक अनुरोध गर्न चाहन्छु। दीपिका भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। बस्दैनका साथीहरू मानमती थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु।
प्रशासकीय अधिकृतज्यू त्यसै गरी